Hello guys, welcome to my vlog. म चाहिँ यता आएको थिएँ माथि भ्याउने ठाउँमा पुग्ने ठाउँमा म फेरि यति राम्रो यति फिट्छु किन आएको भन्नुहुन्छ होला। अब ठुलोले गर्दा तपाईहरुलाई एउटा चिज देखाउँछु। खोला, यसलाई भन्छन् भैँसीको खोला गाई गोरुको मतलब। म फेरि एक्लै हिँड्दैछु होला, दुईजना पार्टनरहरू मेरो त अगाडि भइसिन्छ। अब यिनीहरूसँग त के घुम्नु मजा गरे यिनीहरूसँग आएको तर सुन्नु परेको चाहिँ। तर यतातिर गाउँतिरको सिन क्या आनन्दको हुन्छ, ची पारा हिँड्नु बजाउँछ है। अब त त्यस्तै हो, गाउँघर भन्ने कुरा त्यस्तै राम्रो भन्दैन कि सबैले। वाउ सो ब्युटिफुल, कति गाह्रो चाहिँ देख्नु भयो। एउटा आइफोन भएको भए त के सोच्नुहुन्छ कति धनी हो यो केटी। आफ्नो मोबाइल सोच्नुहोस् त। सरी गाइस, यो चाहिँ मेरो मोबाइल हो जुनमा म भिडियो बनाउँदैछु चाहिँ। सी इज धनी गर्ल, कुर्तावाला उहाँको हो। अहिले मैले मागेको, मैले चाहिँ अब यो भ्लग बनाउन चाहिँ मोबाइल मागौँ भनेको है, दिँदै हुन्न। म त के भन्यो होला, साटौँ न तपाईँकोमा त टिकटक चलाउने हो, कल आयो कल उठाउने भन्दाखेरि ना एउटै मोबाइल हो कहाँ दिन्छ तेरो दिदीलाई भन्छु। हिँड्नु म भिडियो बनाउँदैछु। मलाई त लाज लाग्यो मान्छेको अगाडि बोल्न त। म भिडियो बनाउँदैछु भन्दाखेरि हाँस्नु भएछ। उहाँहरू गफ गर्दै हुनुहुन्छ, म चाहिँ आफ्नो पालामा। उता हेर्नुहोस् नगर बस देख्दै हुनुहुन्छ नि, यस्तो सस्तो छ नि यो गाडी आएको बाटो। हामीलाई यस्तो फाइदा भएको छ। यो म यहाँसम्म घर आउँछु कि, अनि अटोमा आउँदाखेरि चाहिँ 40 रुपियाँ लान्छ नि त। अब बसमा आउँदाखेरि चाहिँ मलाई फाइदा छ, 20 रुपियाँ बच्छ मेरो डिस्काउन्ट, 20 मात्र लिन्छ। एकदम सजिलो छ। फेरि उभिएर गफ गर्न थाले यार, ल किन उभिएर गफ खान थालेको होला हौ। मलाई त हाँस उठिरहन्छ। म चाहिँ के गरौँ, आमा गरिब पर्सन, चप्पल च्यातिएको छ। गरिब जसरी हिँड्नु परेको छ, उहाँहरू रिच किड। ब्लग भन्ने कुरा यस्तै हो गाइस, हान्ने के होइन क्यारे बनाउने मात्र हो। लेट्स सी। फेरि हिँड्न थाले, अब फेरि एकछिनमा बस्छन् अनि फेरि मतलब उभिन्छन् अनि फेरि गफ गर्छन्। खै के भएको यिनीहरूलाई। हामी जानुपर्ने चाहिँ यो घरमा हो, हामी यहाँ बस्छौँ, यो हाम्रो घर हो। फेरि गफ गर्न थाल्छ एकछिनमा उभिएर। सरी के देखिन्छ म के हेर्नु आएको त्यसरी हौ। म भिडियो बनाउँदैछु, तपाईँहरू हिँड्नु। भिडियो बनाउँदैछु, मलाई त लाज लाग्छ फेरि कहिले बनाउँदैन नि त। यसो गएर एक्लै भयो भने चाहिँ बनाउनु मजा आउँछ, किनभने एक्लै त्यसै गफ गरेर हिँड्नुभन्दा भिडियो बनाउन मेरो मजा हुन्छ। अब हामी उकालो चढ्छौँ फाइनली। सनसेट एकदम राम्रो देखेको छ। अब यो घाम डुब्न थालेको छ नि त, त्यही भएर एकदम राम्रो देखिन्छ यताबाट, किनभने एकदम खाली ठाउँ छ नि त यता। अनि एकदम खाली ठाउँ भएको हुनाले चाहिँ एकदम सिन अक्खा देखिने क्या। दामी एउटा क्लिक गरिदिनु त फोटो। वाउ मान्छेले मलाई पाएको जस्तो हौ। आफै बोल्दा चाहिँ सोचिरह होला यताको मान्छे। म भने चिलमा हिँड्दैछु, के गरौँ। हेलो डग, वाउ
ओइ के पछाडि पछाडि आएको एउटा तपाईँले चाहिँ देखाउँछु जेसी मलम जति जुम गरे पनि केही हुँदैन कति टाढोको बच्चा छ यो देख्नुभयो यति टाढो छ त्यो बच्चा त्यही मोबाइल प्रो मोबाइल त मान्छे बाटो आउनु थालिसक्यो गाइस उतै पहाड चढ्छु अहिले म यो मोबाइल मलाई छोड्नु दिनुभएको भने त अपलोड गर्छु मैले ब्लगहरू आफ्नो ब्लग मेरो यस्तो मोबाइल चाहिँ मोबाइलमा राम्रो आउँदैन सो द्याट बोरिङ अलि चाहियो नि राम्रो मोबाइल हेर्नुहोस् अब उहाँलाई चढ्न आइरहेको छैन होला म चाहिँ चढ्न जान्छु चढाउन सिकाउँछु एकदम यहाँ माछाहरू छ माछाहरू कस्तो धेरै छ त सब यो माछा हो चढ्नुभयो उहाँहरू म चाहिँ चढ्छु ल ओ माई गॉड चड्डी पनि आयो फाइनली बाटो